नमस्कार, स्वागत छ हजुरहरूलाई नेपाली भान्सा। आज मैले होममेड केक लिएर आएको छु। केक बनाउनको लागि मैले यहाँ सिमल तरुल र पाकेको फर्सीबाट केक बनाउन गइरहेको छु। यसको लागि सिमल तरुल र फर्सीलाई राम्रोसँग सफा गर्नुहोला। जाडो महिनामा अथवा घरमा बच्चाहरूलाई एकदम केक मन पर्ने भएको हुँदा घरमै यसरी बनाएर खुवाउन सक्नुहुन्छ। यसको लागि सफा गरिएको फर्सी र सिमल तरुललाई बोइल गर्नको लागि राख्ने। राम्रोसँग बोइल हुन्जेलसम्म हामी यहाँ ड्राई फ्रुटहरू रेडी गर्न गइरहेको छौँ। हजुरहरूलाई ड्राई फ्रुटमा जे जे मनपर्छ सबै थोक प्रयोग गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ बदाम लिएको छु, काजु, किसमिस, बदाम, नरिवल राखेर बनाउन गइरहेको छु। मसिनो पारेर सबै ड्राई फ्रुटहरूलाई काट्नु होला। अहिले सुन्तलाको सिजन भएको हुँदा मैले केकमा सुन्तलाको रसको पनि युज गरिरहेको छु। त्यसको लागि काटेर एउटा कचौरामा छानेर रेडी गर्नुहोला। हाम्रो फर्सी र तरुल पाकेर एकदम राम्रोसँग पाकिसकेको छ। यसलाई राम्रोसँग तातोमै मुस्न सजिलो भएको हुँदा चम्चाले राम्रोसँग यसलाई मसिनो हुने गरी मुस्नुहोला। अब मैले यहाँ गहुँको पिठो सानो कचौरोको आधी कचौरो गहुँको पिठो लिएको छु। त्यस्तै सुजी लिएको छु आधी कचौरो, सानो गोलको आधा कचौरो लिनुहोला। गुलियोको लागि मैले सक्खरको युज गरेको छु। त्यस्तै अघि सुन्तलाको रस निकालेर रेडी पारेको रसलाई पनि राख्नुहोला। दुध तताउँदा निकालेर राखिएको दुधको तरलाई मैले यहाँ प्रयोग गरेको छु। 2टा अन्डा राख्नुहोला। अब यसलाई राम्रोसँग मिक्स गर्नुहोला। थोरै तेल पनि राख्नुहोला। सकेसम्म सनफ्लावर तेलको प्रयोग गर्नुहोला। हजुरहरूले यसमा घिउ पनि राख्न सक्नुहुन्छ। मैले यहाँ केरा पनि राखेको छु। नरिवलको धुलो, अघि राखेको ड्राई फ्रुट अलिअलि राख्ने र मिक्सरमा राम्रोसँग पिसेर यतिको लेदो बनाएपछि त्यसमा ड्राई फ्रुटहरू राख्नुहोला। मैले यसमा चेरी पनि लिएको छु। चेरीलाई थोरै पिठोमा मोलेर यसैमा राखी राम्रोसँग पेस्टलाई राम्रोसँग मिक्स गर्नुहोला। अब हाम्रो ब्याटर तयार भइसकेको छ। केक बनाउने भाँडामा राम्रोसँग तेल लगाएर केकको लागि तेल राम्रोसँग लाएर अब भाँडो रेडी गरिसकेको छौँ। यसमा ब्याटर राख्नुभन्दा अगाडि चेरी हल्का राख्नुहोला। अघि मिक्स गरेको ब्याटरलाई केकको भाँडामा राखेर त्यसमाथि हजुरहरूले अहिले तयार गरेको ड्राई फ्रुटहरू, चेरी, हजुरहरूलाई के मनपर्छ ड्राई फ्रुटहरू राख्न सक्नुहुन्छ। मैले यहाँ नरिवलको धुलो, काजु, किसमिस र चेरीलाई पनि राखेको छु। यसरी घरमा बनाइएको केक बच्चाहरूलाई एकदम हेल्दी हुन्छ। यसमा हामीले मैदाको युज गरेका छैनौँ, चिनी, केमिकलहरू कुनै चिज पनि राखेका छैनौँ। ओभन भए ओभनमा, ओभन नभए यसरी मुनिबाट नुन राखेर बाक्लो भाँडामा यसरी पनि केक बनाउन सक्नुहुन्छ। हाम्रो केक बनेर रेडी भइसकेको छ। हेर्नुहोस् त, हेर्दै खाउँ भएको छैन त। बच्चाहरूलाई एकदम राम्रो हुन्छ। यसरी घरमा बनाएर हजुरहरूले बच्चालाई दिन सक्नुहुन्छ। एकदम हेल्दी केक बनेर तयार भइसकेको छ। हजुरहरूलाई केकको रेसिपी मन परेमा लाइक, शेयर, सब्सक्राइब गरिदिनु हुन।